उहाँले पहिला गर्ने भाषणहरूमा पार्टी सभापति बढी झल्किन्थ्यो तुलनात्मक रूपमा। हिजो उहाँले दिएको वक्तव्यमा देशको राजनेता बढी झल्क्यो, त्यसकारण सबैलाई मन परेको। यहाँलाई चाहिँ मन पऱ्यो कि परेन? असाध्यै मलाई रवि लामिछानेको आजसम्म अप्रिय लागेको वाक्यांश छैन। मेरो पार्टी सभापति र वरिष्ठ नेता बालेन शाहको बीचमा असाध्यै अद्भुत रूपमा केमिस्ट्री मिलेको छ, कुनै समस्या छैन। अब की बार बालेन सरकार भन्ने नारा सबैभन्दा बढी मैले घन्काए जस्तो लाग्छ। म कुन धारको सर? मैले अघि साथीहरूसँग कुरा गर्दा एउटा कुरा छुट्याएको रहेछु। म यहाँहरू जति पनि सञ्चारकर्मीहरू हुनुहुन्छ, विशेष गरी यो युट्युब र सामाजिक सञ्जालमा समाचार सम्प्रेषण गर्ने सञ्चारकर्मी साथीहरू, हामी आज यहाँ हुनुमा र रासोपाको यो स्थिति आज हुनुमा तपाईहरूको असाध्यै धेरै ठुलो भूमिका छ। त्यसकारण म तपाईहरू मार्फत सम्पूर्ण यो खास गरी नयाँ धारका सञ्चारकर्मी साथीहरूलाई हृदयदेखि नै हात जोडेर शिर निहुराएर नमन गर्न चाहन्छु। मान्यज्यू, अघि तपाईँले अलिक आउँदै गर्दाखेरि एउटा कुरा संवादमा भन्नुभएको थियो कि जस्तो ६५ को माओवादी र ६४ को माओवादी र ४८ को कङ्ग्रेस को भूमिका खेल्छु भनेर भन्नुभयो। आज तिनीहरू त सबै बिग्रिए नि। होइन, कहाँ भूमिका खेल्छु भने मैले भने म मेरो पार्टीलाई 48 सालको काङ्ग्रेस बिर्सिन दिन्न। जसले जनताबाट बहुमत प्राप्त गरेर पनि त्यो बहुमतलाई संस्थागत गर्न सकेन त्यति बेला। म 74 सालको वाम एकता बिर्सिन दिन्न, जुन वाम एकतालाई अत्यधिक बहुमत जनताले दिए, तर त्यो पछि एकता होइन ए कता भन्ने जस्तो भयो। को कता तितर बितर भयो। जनताको मत, जनताको सपना तितर बितर भयो त्यति बेला। 64 सालको माओवादीले पनि उल्लेख्य जनमत प्राप्त गरेको हो, तर त्यसलाई संस्थागत गर्न सकेन। मेरो पार्टीले जनताको आज प्राप्त गरेको विश्वास संस्थागत गरोस् भन्नका लागि म इतिहासको विद्यार्थी भएकोले आफ्नो पार्टीलाई इतिहास बिर्सिन दिन्न भनेको मैले। अब राष्ट्रपाले 2/3 अब मत पाएको छ। जनतामा एक प्रकारको वितृष्णा नै छ। अब पहिलाका पुराना दलहरूले केही गर्न सकेन भनेर पनि भनिरहेका छन्। हिजोका दिनमा प्रतिपक्षमा हुँदाखेरि पनि तपाईँहरूले पनि त्यही भन्नुभएको थियो, राष्ट्रपाले पनि त्यही भन्नुभएको थियो। अब जनताका वितृष्णालाई संस्थागत गर्नका लागि राष्ट्रपाले कति समय लगाउँछ त सदनबाट? हेर्नुहोस् कस्तो हुन्छ भने नि, हामी चाहिँ जादुको अपेक्षा गर्छौँ। जादु हुँदैन, तर खुट्टी चाहिँ देखिन्छ। खुट्टी देखेरै चाल पाइयो भन्छन् नि, हाम्रो पूर्वतिर यो उखान छ। लक्षण चाहिँ देखिन्छ, आशा चाहिँ जाग्छ, गर्दैछन् है भन्ने लक्षण चाहिँ अति शीघ्र देखिन्छ। अलिकति धैर्य गर्नु होला। हिजो मात्रै सभापतिज्यूले भन्नुभएको छ कि अब पुराना दलहरूलाई चाहिँ धेरै गाली गर्ने कामहरू नगर्नुहोस्, अब तपाईँहरू एउटा जिम्मेवार पदमा हुनुहुन्छ, जिम्मेवारी रूपमा भएर काम गर्नुहोस् भनेर भन्नुभएको छ। त्यो जिम्मेवारी चाहिँ कति बोध गर्नुभएको छ यहाँले? असाध्यै धेरै। मलाई अघि पनि मैले भने तपाईँलाई के लागिरहेको छ भनेर साथीहरूले सोद्धा मैले भने मलाई मिश्रित अनुभव भइरहेको छ। आनन्द पनि लागिरहेको छ, गौरव पनि लागिरहेको छ, सँगसँगै असाध्यै डर पनि लागिरहेको छ। व्यक्तिगत रूपमा यो पद भनेको पद भार हो क्या म्याम। भार भनेको भारी हो काँधमा। यो लोगो हरेक चुनावमा कुनै न कुनै नयाँ व्यक्तिले आफ्नो छातीमा लगाइरहेकै छन्, अनुहारहरू फेरिरहेकै छन्। तर लोगोको गरिमा राख्न सकिएन भने त्यो अनुहार फेरिनुको कुनै अर्थ हुँदैन। त्यसकारण व्यक्तिगत रूपमा मैले यो लोगोको गरिमा राख्न सकौँला कि नसकौँला, मेरो पार्टीले जनताको त्यो विश्वासलाई साँच्चीकै संस्थागत गर्ने दिशामा कति काम गर्न सक्ला भन्ने त्यो पदभारको बोधले, त्यो जिम्मेवारी बोधले मलाई अलिकति डर पनि लागिरहेको छ। जस्तो अब माननीयज्यू, रवि लामिछानेलाई सुरुवाती दिनदेखि सघाउने रमेश प्रसाई र अर्का सारथी प्रमोद नेउपाने दुईजना समानुपातिकको लिस्टमा रहनु भएको थियो। यद्यपि एकजना माननीय बन्नुभयो, अर्का भने अन्यायमा परे भन्ने कुरा जो आइरहेको छ नि, यसलाई कसरी हेर्नु भएको छ यहाँ? होइन, अन्यायमा परेका होइनन्, अन्यायमा पर्नु भएको होइन। आदरणीय प्रमोद नेउपाने दाई हाम्रो पार्टीको एउटा ब्रान्ड हुनुहुन्छ, असाध्यै कर्तव्यनिष्ठ सदस्य हुनुहुन्छ। उहाँको भाषिक दक्षता र उहाँको राजनीतिक कुशाग्रताको मैले जति वर्णन गरे पनि कम छ प्रमोद नेउपानेको हकमा। भएको के हो भने 48 जना महिला अनिवार्य पठाउनु पर्ने भयो, 9 जना मात्रै पुरुष पठाउनु पर्ने भयो। अब सबै क्लस्टरबाट परेका उम्मेदवारहरू त उत्तिकै क्षमतावान हुनुहुन्छ नि त। एउटै क्लस्टरलाई मात्रै प्राथमिकता दिँदा त अर्को क्लस्टरमाथि अन्याय हुने भयो। त्यसकारण यो नितान्त प्राविधिक विषय हो सर। यो निर्वाचन आयोगमा एकचोटि बन्द सूची पठाइसकेपछि त्यसलाई चलाउन नपाइने भएको कारणले यो नितान्त लिगल र टेक्निकल विषय हो। प्रमाणपत्र बुझिरहँदा प्रमोदज्यूलाई कसरी सम्झिनुहुन्छ अहिले? मैले भने त म प्रमोद नेउपानेलाई पार्टीको एउटा ब्रान्डको रूपमा, पार्टीको एउटा असाध्यै कर्तव्यनिष्ठ नेताको रूपमा, धेरै नै झर्रो वाक्पटुता भएको
र असाध्यै इमान्दार नियत भएको, शालीन, मृदुभाषी र उच्च राजनीतिक चेतना भएको व्यक्तिको रूपमा सम्झिन्छु। हिजो रवि लामिछानेज्यूले भाषण गरिरहँदा धेरैले वाही वाही गरे, धेरैले प्रशंसा गरे, आश्चर्यचकित भए। हजुर। हुन त पहिला पनि त्यस्तै भाषण गर्नुहुन्थ्यो उहाँले। हजुर। तर हिजो अलि बढी चाहिँ सबैले उहाँको प्रशंसा गर्नुभयो। हजुर। यो 2/3 नजिक राष्ट्रसभा पुगेर अब राष्ट्रपा नै सरकारमा जाने भनेर हो कि अथवा साँच्चै हिजो उहाँले गरेको जुन भाषण थियो, जुन निर्देशन थियो, यहाँलाई चाहिँ कसरी लिनुभएको छ, यसलाई कसरी हेर्नुभयो, के भन्नुहुन्छ? यस्तो थियो, उहाँले पहिला गर्ने भाषणहरूमा पार्टी सभापति बढी झल्किन्थ्यो तुलनात्मक रूपमा। हिजो उहाँले दिएको वक्तव्यमा देशको राजनेता बढी झल्क्यो, त्यसकारण सबैलाई मन परेको हो। यहाँलाई चाहिँ मन पऱ्यो कि परेन? असाध्यै। मलाई रवि लामिछानेको आजसम्म अप्रिय लागेको वाक्यांश छैन। हिजो के कुराले चाहिँ अलि बढी मन छोयो? जसरी उहाँले सांसदहरूको हकमा भन्नुभयो, इमान्दारीको हकमा जसरी उहाँले शहीदहरूको उदाहरण दिनुभयो, शहीद परिवारको उदाहरण दिएर त्यसलाई कनेक्ट गराउनु भयो सांसदको इमानसँग, त्यसले मलाई असाध्यै धेरै छोयो। राइट टु रिजेक्टको पनि अवस्था आउँछ भनेर उहाँले भनेर भन्नुभयो उहाँले। अवश्य, तत्काल होइन, हामीसँग त नजिर छ त। हामीले त ढाकाराम श्रेष्ठलाई 72 घण्टाभित्र राइट टु रिकल गरेर निष्कासित गरेको नजिर छ त। त्यो अब लागू गर्छ राष्ट्रपालले। जनतासँग गरिएको विश्वासघात अक्षम्य हो। कस्तो भने नि, इन्कम्पिटेन्ट पनि अक्षम्य हो, काम नगर्नु पनि अक्षम्य हो, धोका दिनु झन् बढी अक्षम्य हो, असक्षम हुनु पनि अक्षम्य हो, भ्रष्ट हुनु झन् बढी अक्षम्य हो। यी दुईटै अवस्थामा आफ्नो होस् अर्को होस् क्षमा हुँदैन। रासोपा सदस्य भयो भने त झनै निर्मम हुन्छौँ हामी। अहिले मन्त्री नियुक्तिका विषयमा अहिले खिचातानी नै भइरहेको छ। बालेन छैन, शाह, खिचातानी रवि लामिछानेको भइरहेको विषयमा भन्ने पनि बाहिर आइरहेको छ छैन, नि। छैन। तपाईँलाई असाध्यै गलत कुराहरू सुनाइएको छ, तपाईँलाई कतैबाट मिसइन्फर्मेसनहरू फैलाइएको छ। मेरो पार्टी सभापति र वरिष्ठ नेता बालेन शाहको बीचमा असाध्यै अद्भुत रूपमा केमिस्ट्री मिलेको छ, कुनै समस्या छैन। किन चर्चा गरिरहेछ मान्यज्यू? जस्तो धार भनेर भनेछ, यो भन्दैछ कसले खास कुरो? खै अब की बार बालेन सरकार भन्ने नारा सबैभन्दा बढी मैले घन्काए जस्तो लाग्छ। म कुन धारको सर? त्यसकारण यी हल्लाहरूको पछि हामी लाग्नु हुँदैन। अफवाहहरू फैलाउने, प्रोपोगान्डाहरू फैलाउने चलन नेपाली राजनीतिमा पुरानै हो। मेरो पार्टी सभापतिको हकमा पनि त चाहिँ प्रमाण छ भनेर दाजुले कागजै हल्लाउनु भयो नि संसद भवनमा। उहाँको राजीनामा स्वागत योग्य छ। उहाँले नैतिक रूपमा जिम्मेवारी लिएर राजीनामा दिनुभयो, के भन्नुहुन्छ? त्यो काङ्ग्रेसको आन्तरिक विषय हो, यद्यपि उहाँको राजीनामा स्वागत योग्य छ। हस्, थ्याङ्क यू।